हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी ब्लग। अनि आज चाहिँ मैले घरमा गर्ने दैनिक कामको भिडियो लिएर आएको छु। अनि म चाहिँ बिहानै उठेर बडारकुँडा गरेर धारा पानी लिन गएँ। धारामा चाहिँ पानी चाहिँ त्यतिखेर सानो थियो क्या, सुकिरहेको थियो। बर्खामा लागेपछि चाहिँ यतिखेर हो भने चाहिँ पानी ठुलो हुन्छ, पानी परे गर्छ। अहिले चाहिँ पानी ठुलो छ धारा। यो भिडियो चाहिँ मैले अगाडि धेरै 2-3 महिना अगाडिको भिडियो हो क्या। मैले स्टोरेज फुल भएर एडिट गर्नु नपाएर चाहिँ हालेको थिइनँ, त्यत्तिकै थियो। त्यही भएर मैले अहिले यतिखेर हाल्दैछु भिडियो चाहिँ। अनि धारामा चाहिँ कोही हुनुहुन्न थियो। मैले मुख धोएर हातखुट्टा धोएर चाहिँ पानी थप्न थालेँ पेप्सी बोतलमा। यो मासतिर देखिरहेको रुख चाहिँ चोया भन्छ। कस्तो राम्रो फुल फुल्छ क्या, बास्ना कस्तो मिठो आउँछ। सो यो चाहिँ चोयाको रुख हो। अनि म चाहिँ पानी थाप्दैछु। त्यो बोतलमा पानी थाप्न चाहिँ यसरी च्याउ हुने, अप्ठ्यारो हुने, टाइम लाग्ने क्या। एउटा गरेर थाप्न पर्ने, यता र उता कुद्नु पर्ने, अप्ठ्यारो हुन्छ। काकीमा चाहिँ सजिलो हुन्छ, थापेर छोडिदियो त्यो भरिन्छ। अनि गाडी पनि भरियो, बोतल पनि थापेँ। अब म डोकोमा लाएर घर जान्छु। काकी अनि 4-5वटा बोतल बोकेर अब म घरतिर लागेँ। घर जाने बाटो चाहिँ यस्तो सिँढी चढेर जानुपर्ने हुन्छ, उकालो। अनि म घर पुगेर यसरी बोतलहरू राखेँ पानी। अब चाहिँ म पानी लिएर आइसकेपछि चुल्हा पोच्छु। चुल्हा चाहिँ म बिहान जहिले पोत्ने गर्छु। अनि चुल्हा पोतिसकेर आगो फुक्छु म। अनि आगो फुकेर चियाहरू बसाउँछु, दुध बसाउँछु। अनि त्यसपछि चिया खाएर दिएर अनि म खाना बनाउन थाल्छु। तपाईँहरूले भन्नुहुन्छ होला कपडा चाहिँ छुट्टा लगाइरहेको छ भनेर। यो भिडियो चाहिँ एकै दिन बनाएको होइन, मैले धेरै दिन लगाएर बनाएको 2-3 महिना अगाडिको भिडियो हो। तर मैले एक दिनमा गर्ने काम चाहिँ यस्तै नै हुन्छ बिहान उठेदेखिको। अहिले यहाँ यो भिडियोमा भएको जस्तै नै गर्नुपर्ने हुन्छ, तर एकै दिनको भिडियो चाहिँ होइन। मैले जाडोको कपडा पनि लगाइरहेको छु। 2-3 महिना अगाडिको भिडियो हो नि त, त्यही भएर जाडै थियो त्यतिखेर। अनि जाडोको कपडा लगाइरहेको छु। अब म चाहिँ खाना बनाउँदै थिएँ। अनि